हेलो सबैजनालाई जय मसी अनि गुड मर्निङ। फेरि मेरो नयाँ ब्लगमा सबैजनालाई म स्वागत गर्न चाहन्छु। अब आज चाहिँ सन्डेको दिन सङ्गतिमा जाँदै गरेको अवस्था। नसुतिकन उठ्दाखेरि चाहिँ नसुतिकन हिँड्दाखेरि चाहिँ निन्दा नपुगी हिँड्दाखेरि चाहिँ अलिकति गाह्रो हुँदो रहेछ, आँखाहरू बत पोल्ने है। र अहिले अब रिसेन्टली अहिले अवस्था डुबेको हेर्दाखेरि चाहिँ धेरै नै एकदम खतरनाक पूर्व पनि भएको छ ठाउँ ठाउँमा, तर हामी बसेकोतिर चाहिँ एकदम शान्त स्वभावको छ। त्यो भएको कारणले गर्दाखेरि अहिले अलिक डरमर्दो पनि छ यसरी भिडियोहरू बनाएर सोसियल मिडियातिर पोस्ट गर्नको लागि। सायद यो ब्लगहरू बनाएर हाल्दाखेरि त केही पनि हुँदैन होला। दुबईको मेन समस्या भनेको चाहिँ फाइनहरू नै एकदम धेरै छ क्या। कति बेला त यस्तो यस्तो फाइनहरू उठिदिन्छ जो चाहिँ हामी जिन्दगीभर यहाँ बसेर बेसिक सेलरी कम्ती हुने सेलरीहरूको त त्यो मान्छेले त्यो फाइन तिरेर पनि सक्दैन, त्यति धेरै फाइनहरू हुन्छ। जस्तै सानो ट्राफिक लाइटमा अब रेड लाइटको बेला ग्रिन लाइट नभएको बेला बाटो काटिदियो भने पनि 400 दिराम 500 दिराम हुन्छ, जुन चाहिँ यहाँ कम्ती सेलरी हुनेहरूको हामीहरूको जस्तोको त्यो अब दिनको हिसाबमा सेलरी हेर्दाखेरि लगभग 8 दिन 9 दिनको सेलरी काटिन्छ क्या। अनि यहाँ चाहिँ एकदम रुल्स र रेगुलेसनमा चल्नुपर्छ। बरु भात बिना पनि चल्दा हुन्छ, निन्द्रा बिना चल्दा हुन्छ, तर रुल्स बिना चल्यो भने चाहिँ जिन्दगी यहीँ पनि सकिन सक्छ। कति मान्छेको सकि पनि राखेको छ है। अब निन्द्रा मार्नको लागि चाहिँ के खाऊँ ल्याउँदैनन् के चिया भरे आफ्नै बिल्ला हुन्छ। म आफै लिएर खान्छु। म धमलाजीलाई खानु पर्यो। धमलाजी खोइ धमलाजी हाम्रो ऋषि धमलाजीलाई खानु पर्यो। ऋषि धमला छैन त यार। ऋषि धमला भनेको चाहिँ के हो भन्दाखेरि नि, ऋषि धमला भनेको चाहिँ काजु हो। यो वाला ऋषि धमला भनेको चाहिँ यो काजु। अब ऋषि धमलालाई चबाइदिने होला। यसो झलक के हेर्दाखेरि यो ठाउँ दुबई जस्तो देखिँदैन, पुरै काठमाडौँको गल्ली इन्डियाको गल्ली जस्तो देखिन्छ। सुरुमा म आउँदाखेरि पनि मलाई त्यस्तै लाग्थ्यो, ओहो दुबई त यस्तो हुन्छ जस्तो लाग्थ्यो। तर पछि थाहा हुँदै गइसकेपछि चाहिँ थाहा भयो यो ठाउँ चाहिँ एकदम पुरानो प्राचीन कालदेखिको ठाउँबाट यस्तो गाउँ छ गल्ली गल्ली। यसो यो ठाउँमा कसरी भिडियो कल गर भने चाहिँ लाजै हुन्छ म विदेशमा छु भन्नको लागि। किनकि यसो हेर्दाखेरि घरहरू हेर्दाखेरि ठाउँहरू हेर्दाखेरि चाहिँ यो विदेश जस्तो छैन। तर पनि एउटा राम्रो कुरा चाहिँ के छ भन्दाखेरि यस्तो गल्लीमा पनि सेफ्टी भने चाहिँ एकदम सेफ्टी छ। यहाँनिर सुत्ने र मुत्ने ठाउँ बाहेक सबैतिर क्यामेरा देखिन्छ। यहाँ मान्छेले यत्रो गल्ती गर्दाखेरि पनि च्यापच्याप पक्रिन्छ। त्यही भएर एकदम अनुशासित भएर हिँड्नुपर्छ। यस्तो हुँदै पनि नेपालीहरूले चाहिँ यहाँनिर गति छाड्ने राखेको हुन्छन्। नेपाली पाकिस्तानी इन्डियनहरू चाहिँ एकदम दुबईको किरा नै हो अलिअलि चाहिँ। कति राम्रोहरूले चाहिँ अब यहाँ बिजनेस गरेर गभर्मेन्टलाई एकदम प्रफिट पनि गराएको छन्। अनि धेरै देशको मान्छेहरूलाई जबहरू दिलाएर राम्रो काम पनि गरेको छन्। 50-60% नेपाली पाकिस्तानी इन्डियनहरू चाहिँ एकदम यहाँनिर छाडा भएर अलिकति देशको बदनाम पनि गरेका छन्। अनि यो ठाउँमा चाहिँ त्यस्तै व्यक्तिहरू धेरै बस्छन्। अब यहाँ चाहिँ यसरी बाटोमा त्यसरी सपहरू राख्दा पनि हुन्छ। सिर्फ यहाँ मेन भनेको चाहिँ गभर्मेन्टलाई ट्याक्स पे गर्नुपर्छ। ट्याक्स तिरिसकेपछि भनेको बाटोमै गाडी हिँड्ने ठाउँमा पाउँदैन, तर फुटपाथतिर सामानहरू राखेर बेच्न मिल्छ। एउटा सर्टेन प्लेस हुन्छ, त्यो प्लेसमा गभर्मेन्टलाई ट्याक्सहरू तिरिसकेपछि जस्तोसुकै बाटोमा पनि मतलब फुटपाथमा पनि सबहरूलाई बाहिर सामान निकालेर राख्न मिल्छ। अब चाहिँ म पुग्न आँटेँ मैले प्र्याक्टिस गर्ने ठाउँ। अब चाहिँ प्र्याक्टिसहरू सुरु भएको अवस्था। अहिले चाहिँ हामी चक्कसँगले प्र्याक्टिस सकेर पनि अब चर्चतिर जाँदैछौँ। र मसँग हुनुहुन्छ एक मात्र ह्यान्डसम दाइ, अनि अर्को हुनुहुन्छ अझै धेरै ह्यान्डसम, जसले चाहिँ बर्दुबई खाइसक्नु भएको छ।
अब चाहिँ आज अलिक प्रोग्राम छ हाम्रो कि हो त हजुर प्रोग्राम यसो गरिदिनुपर्छ बताइरहेको छ एम्बासडर हुँदै अहिले हामी प्रोग्राम गर्न सङ्गति गर्न जाँदैछौँ ठ्याक्कै यहाँबाट अब आधी घन्टा लाग्छ अब ठक्कसँगले ट्याक्सीमा लाग्यो मसँग हुनुहुन्छ एकजना सुन्दरी दिदी दिदी तपाईँलाई कस्तो लागिरहेको छ ब्लग दामी लागिरहेछ अब यहाँबाट हजुर अब यहाँबाट चर्च लागिँदैछ ठक्कसँगले ट्याक्सीमा चढेर आज सन्डे हो चर्च जानु पर्यो प्रार्थना गर्नु पर्यो पढ्यो पढ्यो के भयो भन्नु है ल के गर्छु रे एक्टिङ गर्छु ल यु अलवेज डुइङ एक्टिङ है अब दिदी के भयो टाउको दुखेर दिदी, टाउको दुखिन्छ म के भयो? के भयो उल्टी आछ उल्टी आएको छ सुल्टी आएको छैन किन कस्तो दुखेर अबुई, हस्पिटल जानु पर्यो कस्तो राम्रो एक्टिङ गर्नुभयो फिल्म खेल्नुहुन्छ फिल्म खेल्नुहुन्छ लास्टको रोलमा रेखा थापा रेखा थापा अबुई खोइ हेरौँ कोठी छ नि छ यति 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 हामी होइन होला यहाँबाट सामान निकाल्ने हो अनि भित्र चाहिँ भिडियो बनाउन अलाउड छैन यो चाहिँ अन्तिम भिडियो हो फेरि यहाँदेखि दोस्रो भिडियोहरू क्लिपहरू एड हुन्छ यो चाहिँ पुराको पुरा आइसियुमा राखेर तारे तार वायर वायर त्यस्तो देखिरहेछ सङ्गति चाहिँ एकदम आशिषमय भएको थियो एक दुईवटा क्लिपहरू चाहिँ भिडियोहरू गरेको छ त्यो क्लिपहरू पनि अगाडि आइसकेको छ अनि अब आज चाहिँ दुबईमा मेन भनेको हामी मेट्रोमा जान्छौँ है अनि मेट्रोमा जाँदाखेरि यहाँ चाहिँ एकदम अब टेक्नोलोजिया एक दुईवटा टेक्नोलोजिया पनि देखाइदिउँ म त अब यहाँ चाहिँ बसमा चढ्नको लागि अनि मेट्रो चढ्नको लागि एउटै कार्डले काम गर्छ यहाँ चाहिँ पुरा टेक्नोलोजिया युज गर्नुपर्छ है अनि टपअप मेसिन नलका टपअप मेसिन यसरी यसरी बाटोमा राखिदिएको हुन्छ अब नेपालमा चाहिँ कहिले हुन्छ यो थाहा छैन नेपालमा हाम्रो बालेन्द्र शाहले यो टेक्नोलोजी कहिले ल्याउनुहुन्छ मलाई थाहा भएन भइसक्यो मेरो पनि चेक गर्छु बिल चाहिँ किन निकालेको मेरो चाहिन्छ नि अब टक्क टेक्नोलोजियामा चाहिँ यहाँ होल छ यहाँबाट टक्क आफ्नो कार्ड हालेर सकेपछि अब यता भइसक्यो अब यहाँ कार्ड रिडिङ गर्दैछ अहिले हालमा रिडिङ कार्ड प्लिज वेट भनेर भनिसक्यो अनि टक्कसँगले पक्कै म पनि हेर्छु क्या अब मसँग चाहिँ अहिले 37 दिराम छ यो कार्डमा र म 5 दिराम हालेर म ट्राई गर्न गइरहेको छु यहाँबाट पैसा हालिसकेँ गइसक्यो पैसा गइसक्यो अब यहाँ 42 भयो अब टक्क इन विथ रिसिभ इन विदाउट रिसिभ म चाहिँ विदाउट गरेँ मेरोमा 5 दिराम छिरिसक्यो 37 थियो 39 40 40 42 भइसकेको छ मेरोमा चाहिँ पैसा अनि यसरी चाहिँ नल कार्डलाई हामीले रिचार्ज गर्न सक्छौँ यो चाहिँ एउटा टेक्नोलोजी हो नेपालमा पनि कहिले यस्तो हुन्छ थाहा छैन यो बसमा धेरै कुरामा युज हुन्छ 2-3 कुरामा यही कार्डले काम पनि चल्छ है अनि दुबई यस्तो मरुभूमि ठाउँ भयो भने यहाँको एकदम राम्रो कुरा चाहिँ के छ भन्दाखेरि यस्तो राम्रो बाटै हरियाली छ त्यो मरुभूमि हो जस्तो लाग्दैन तर प्राचीन कालमा चाहिँ यहाँ मरुभूमि थियो अरे भने सुन्नमा आएको थियो टक्कसँगले अब मेट्रो चढ्ने स्टेसनमा गइसकेको छ र यहाँको स्टेसनको हालत चाहिँ यस्तो छ एकदम क्लिन सफा है टक्क बेसी लिफ्ट चढेर जानु पर्यो अब नेपालमा चाहिँ लिफ्ट चढ्ने भनेको भटभटेनीमा गोर्खा डिपार्टमेन्टमा मात्र हो तर यहाँ चाहिँ हरेक पाइला पाइलामा लिफ्ट हुन्छ ठ्याक्कै यहाँ ट्याप गरेपछि यसरी ढोका खोलिदिन्छ ढोका खोले सँगसँगै अब कुद्ने हो मेट्रो आउने टाइम भइसक्यो अब ठक्कसँगले फेरि माथि जानको लागि पनि लिफ्ट नै चढ्नु पर्ने हिँड्ने त वातावरणै छैन मेट्रो कति बेला आउँछ त्यो पनि सबै देखाइदिएर हुन्छ अब 1 मिनट कस्तो दामी टाइमिङमा हामी आइपुग्यौँ यस्तो रफ्तारमा आयो नि अब आइपुग्यो भन्दै आइपुग्यो यस्तो रफ्तारमा आयो अब चढेर जाँदैछु भित्र चट्टसँगले बाहिरको नजारा चाहिँ यस्तो दामी देखिन्छ नि यहाँबाट
एकदम मिठो देखिन्छ रोडहरू हेर्दाखेरि पनि आमा यस्तो डेभलप भएको छ नि रोडहरू रोडको माथि माथि कुदेको छ नि यस्तो हरियाली छ यस्तो मरुभूमि ठाउँ पनि एकैछिन मैले पुऱ्यायो अल्गो बाबा अब अघि चाहिँ पस्दै थिएँ अब चाहिँ अब निक्लिनु आँटेको निक्लिँदाखेरि पनि सेम रुल्सहरू फलो गर्नुपर्छ यसरी गरेपछि सबै कुरा भइसक्यो अल्गो बाबा भन्ने ठाउँमा यो चाहिँ लाइक प्राचीन कालकै जस्तो देखिन्छ क्या यो ठाउँहरू चाहिँ एरियामा बनाएको जति पनि मेट्रो स्टेसनहरू छ नि कस्तो दामी तरिकाले लाइक माटोले बनाए जस्तो छ यसो टच गर्दाखेरि चाहिँ सिमेन्टहरू नै युज गरेर मेबी कलर लगाएर हुनुपर्छ सुन्दर छ नि ठाउँ एकदम प्राचीन अवस्थाको हरियाली अब फेरि यहाँ मेन समस्या भनेको ट्राफिक रुल्स फलो गरेन र पक्रिछ भने हिँड्नेलाई होस् या गाडीको कुदाउनेलाई होस् फाइन यस्तो मजाले आउँछ अब अहिले चाहिँ ग्रिन लाइट नै बलेको अवस्था भएको कारणले गर्दाखेरि जल्दी लागिहाल्ने हो हामी बस्ने एरियाहरू चाहिँ यस्तै छ यसलाई चाहिँ बर्दुबे भन्छ किन नेपाली पार्क भन्छ यो ठाउँलाई चाहिँ अब किन नेपाली पार्क भन्छ भन्दाखेरि चाहिँ मोस्ट अफ द नेपाली पिपुल आर लिभिङ हियर त्यसैले यसलाई नेपाली पार्क पनि भन्छ धेरै जडिया नेपालीहरू भेटिन्छ यहाँनिर हिँड्दै गल्ली पाइलामा नेपालीहरू भेटिन्छ एक पाइलामा नेपाली भेटेन भने त्यो सम्भवै छैन क्या अब ड्युटी यहाँबाट ठक्क 15 मिनट जस्तो लाग्छ आरामले जाँदाखेरि सुई गयो भने चाहिँ 10 मिनट्स 9 to 11 मिनट्स त्यो भित्रमा पुगिन्छ सुई जाँदाखेरि अनि अब हल्का रेस्टुरेन्ट चाहिँ बिजी भएको कारणले गर्दाखेरि यताको भ्लगहरू चाहिँ निकाल्न पाएन ल आजको भ्लग चाहिँ यहीँ राख्छु फेरि पनि हामी अर्को भ्लगमा भेट्नेछौँ